साथी हो, कोही बेला मेरो हस्बेन्डले नि मलाई पुरा हँसाउँछ। के भन्छ भन्नुहोस् त? म कोही बेला भन्छु नि, आज के पकाउनु हौ भन्छु नि। वाइ मदर पकाउ न भन्छ। कस्तो वाइ मदर हो भन्नु। वाइ मदर हो, वाइ मदर, वाइ मदर मिठो हुन्छ त, वाइ मदर र भात भन्छ। के भनेको वाइ मदर भनेको भन्नुहुन्छ कि? वाइ भनेको के हो भन्नु? किन भन्छ नि त। मदर भनेको यो आमा भन्छ। किनेमा अरे, किनेमा पकाउनु अरे, किनेमालाई चाहिँ वाइ मदर भन्नु अरे। अन्त त्यसो भन्छ होइन। अनि कोही बेला चाहिँ के भन्छ भने, जाउँ पर म तिमीलाई चाहिँ के अरे फक्स ब्रेड खुवाउनु लान्छु भन्छ। अन्त कस्तो फक्स ब्रेड भनेको कस्तो हुन्छ हौ? फक्स ब्रेड चिन्दैनौ त्यत्रो नेपाली भएर पनि भन्छन्। फक्स भनेको के हो भने स्याल अरे, ब्रेड भनेको यो रोटी अरे, स्याल रोटी अरे, स्याल रोटी खानु लान्छ अरे मलाई। अनि कोही बेला चाहिँ के भन्छ भने नि, म बजार जाँदा भरे टी टाइममा खानुको निम्ति बाग बिस्कुट लिएर आऊ ल भन्छ कि। एक दिन त त्यसरी नै बाग बिस्कुट लिएर आऊ ल अरे। किन कस्तो बाग बिस्कुट हो? मैले बजारमा खोज्दा पनि पाइनँ होइन। अन्त घरमा आएर भने कस्तो तपाईँले भनेको बास बिस्कुट त मैले पाइनँ भने। बाघ भनेको के हो न? टाइगर अरे, टाइगर बिस्कुट भनेको रहेछ। अनि कोही बेला चाहिँ मलाई यसरी हँसाउँछ होइन। अन्त तपाईँहरूलाई नि यसरी घरमा हँसाउने मान्छे छ कि छैन भन्नुहोस् ल।